हेलो वेलकम अब अर्को भिडियोमा सी प्लस प्लसको होइन मैले जस्ट बसेको अहिले म त देख्नको लागि के अरे यो डे टू होइन ल ठिक छ डे टू भएपछि त्यसको डे टू लेख्दिउँ न त टूको ठाउँमा के आउँछ फेरि यसलाई डे टू भयो आज के सिक्ने आज सिक्ने हामी के को बारेमा क्लासेसको बारेमा क्लासेसहरूको बारेमा अनि अब्जेक्ट क्लासेस र अब्जेक्ट केमा सी प्लस प्लसमा भयो नि यो सिक्नुपर्छ आज होइन अनि हिजोको सिन्ट्याक्स अब अघिल्लो भिडियोको जसले याद गरे त्यसलाई त सिम्पली आइहाल्छ लेख्न होइन रट्टै पनि हान्नु पर्दैन मैले के भनेको थिएँ सुरुमा लेख्ने ह्यासट्याग जसले सी लेखेको जसले के अरे कलेज अथवा स्कुलमा सी पढेको छ त्यसलाई त अभियसली आइ नै हाल्छ iOS स्ट्रिम होइन iOS स्ट्रिम लेखिन्छ यसमा त्यसमा चाहिँ के लेखिन्थ्यो के अरे यो सेम हुन्थ्यो यही जस्तो हुन्थ्यो बट ठ्याक्कै डिफ्रेन्ट क्या त्यसमा चाहिँ के हुन्थ्यो iOS स्ट्रिमको साथमा stdio डट एच हुन्थ्यो होला होइन आई थिङ्क यही हुन्थ्यो अब मैले यही नै हुन्थ्यो के भन्नु अब गर्दा बढी यो लेख्ने बानी छ भनेर भनिदिएको थिएँ मैले सुरुमै र अर्को कुरो क्लासेस यहाँबाट सुरु हुन्छ होइन क्लासेस चाहिँ लेख्नु पर्दैन क्लास हो सुरु चाहिँ क्लास यहाँबाट सुरु हुन्छ जस्तै यो क्लास लेखिन्छ अब केहीको पनि क्लास बनाउनु छ सुरुमा यसलाई एउटा स्पेसिफिक नाम दिनुपर्छ हामीले यो क्लासलाई होइन जस्तै कसैको नाम दिइदिउँ यो क्लासलाई रणवीर रणवीर नाम दियौँ यो क्लासलाई होइन अब यो क्लासले के बनाइदिउँ पब्लिक बनाइदिउँ पब्लिक यो क्लास हो पब्लिक भयो अब यसमा के अरे यो लाग्छ कि लाग्दैन भनेर एकतालि हेर्नुपर्छ लाग्दैन यसमा लाग्दैन होला होइन यो पब्लिक भयो यो क्लास होइन यसमा पब्लिक हुन्छ यो प्राइभेट हुन्छ होइन यो प्राइभेटको स्पेलिङ यो हुँदैन होइन प्राइभेट हुन्छ अनि प्रोटेक्टेड हुन्छ आई थिङ्क तिन तरिकाको हुन्छ प्रोटेक्टेड अभियसली किबोर्डै छ भनेपछि यही नै हुन्छ तर हामी आज पब्लिक हेर्नुपर्छ किनभने सुरुमा इजीबाट गर्नुपर्छ होइन प्राइभेट भनेको त्यही हो क्लासभित्रकोले मात्र एक्सेस गर्न मिल्छ र त्यसलाई अगर बाहिर एक्सेस गर्न मन छ भने त्यही स्पेसिफिक त्यसमा पनि लगाउनु पर्छ के आइडिया बट आज चाहिँ पब्लिक सिम्पली पब्लिक हेरौँ न जस्तै हामी एउटा चिज बनाऊँ होइन के बनाऊँ भन्दाखेरि जस्तै एउटा मान्छे जस्तै होइन एउटा फाइट गेम भन्ने सुने नि गेम डेभलप समथिङ मोन्स्टर बनाइदिउँ सुरुमा यसमा होइन हामीले अनि त्यसको हेल्थ हालिदिउँ हामीले इन्ट यता नलेखौँ इन्ट हेल्थ हालिदिउँ ल त्यसलाई हेल्थ दिदिउँ होइन अनि अर्को एसटिडी अब मैले हिजो भनेको थिएँ यो जसलाई आउँछ होइन त्यो आई थिङ्क स्ट्रिङको बारेमा मैले कुरो गरेको छैन भनेर कसरी लेख्ने भनेर मैले खालि त्यसको बारेमा मात्र यो पनि बुझिहाल्नु होइन यो स्ट्रिङ कसरी लेख्ने भन्दाखेरि यो स्ट्रिङ यसले चाहिँ स्ट्रिङलाई यो स्टोर गरेको क्या नाम छ नि जुन नाम हो यो नाम छ नि हो यसमा स्टोर गरेको छ अब यसलाई हामीले तानेर यसको नाम चाहिँ कहाँ लेख्ने भनेपछि त्यो मतलब इन्ट मेन भन्ने जुन हुन्छ नि त्यो अब्जेक्ट त्यहाँ गएर लेखिन्छ कि यसको भित्र यो चाहिँ क्लास भयो होइन यो हामीले लेखेको क्लास हो र अब्जेक्ट चाहिँ त्यो इन्ट मेन भित्र लेखिन्छ यसको ठ्याक्कै र हामीले अब के गर्ने जस्तै स्ट्रिङ हेल्थ र नाम लेखेको छौँ होइन अब यहाँनिर लेख्नु पर्यो भने हामीले यता लेख्नु पर्दैन अब हामीले अर्को बनाउनु एउटा हिरो पनि त बनाउनु पर्यो नि त मोन्स्टर मात्र बनाएर हुँदैन जस्तै हिरो बनाउनु होइन अब यसलाई पनि पब्लिकमा हाल्दैन पब्लिक भयो पब्लिक पछाडि यो कोलन दिनुपर्छ यति चाहिँ याद राख्नु बुझ्नुभयो यो कोलन चाहिँ चाहिन्छ पब्लिक पछाडि यो त्यो यस्तो कोलन हुँदैन कि यस्तो कोलन हुँदैन अनि अर्को कुरो क्लास सकिएपछि जहिले पनि सेमी कोलन हाल्नुपर्छ त्यसमा त्यति याद राख्नु होइन अब यसमा यसपछि के गर्ने आइएनटी त्यसपछि सेम कुरो
हेल्थ हाल्ने, अब हेल्थ कति हाल्न मन छ यसमा पनि त्यो कलन सेमिकलन छुटेछ होइन, यसरी हाल्ने अब यसमा, अब यसमा पनि स्ट्रिङ हालौँ होइन, एसटिडी अनि ए मैले त्यसमा लेखेँ कमान्ड के अरे कमेन्टमा लेखेको छु, कमेन्टको बारेमा पनि हिजो भनिसकेको छ मैले होइन, स्ट्रिङ अनि सुरुमा के लेख्ने अरे एसटिडी, अब यसमा स्ट्रिङ, यसलाई पनि नेमै राख्थ्यौँ न, अब के राख्नु अरू होइन, यसरी चाहिँ नाम मतलब हामीले मागेको टाइपको भयो क्या, यो चाहिँ प्रिन्ट गराउने हो हामीले, या एसटिडी स्ट्रिङ मतलब हामीले मागेको हो क्या नाम। अब लेख्नु, अब आइएनटी मेन लेखौँ होइन, आइएनटी मेनभित्र अब हामीले आफ्नो रियल कुरोहरू यहाँ लेख्ने हो, जस्तै होइन अगर मलाई मोन्स्टर छ नि, मोन्स्टरलाई एक्सेस गर्न मन छ भने मोन्स्टर क्लासलाई हामीले लेख्नुपर्छ मोन्स्टर, अनि त्यसमा केही पनि जस्तै प्लेयरको नाम लेख्दा हुन्छ, जस्तै मोन्स्टर गोब्लिन लेख्थ्यौँ किनभने मलाई त्यही नै मोन्स्टरको नाम थाहा छ बाई द वे, त्यसैले अनि अब मोन्स्टर गोब्लिन आयो नि, अब हामीले मोन्स्टरभित्र काम गर्दैछौँ होइन, लेखि पनि दिन्छु बरु म साइड मोन्स्टर, यसलाई चाहिँ अब्जेक्ट भनिन्छ, यो भित्र लेख्नलाई चाहिँ अब्जेक्ट भनिन्छ होइन। अब मोन्स्टर गोब्लिन आयो, अब यसलाई गोब्लिन लेख्ने, अब चाहिँ गोब्लिन लेख्ने अनि डट, अब हामीले के मागेको छ हेल्थ होइन, गोब्लिन डट हेल्थ इक्वल्स टु 100 लेख्थ्यौँ, अब 100 हेल्थ छ अरे गोब्लिनको चाहिँ, यति याद भयो। अब मलाई पनि मैले अलिक अगाडि गरेको थिएँ कि हो, मैले आउँदा आउँछ यो राइटै हुन्छ आई नो, बट त्यही पनि हेरौँ अब के हुन्छ, म पनि एकपल्ट प्रिन्ट गरेर हेर्न खोजिरहेको छु के हुनेवाला आयो भनेर होइन। यस्तै हो क्या, लर्नर भएपछि सँगै 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 लर्न हान्नुपर्छ क्या। अनि मोन्स्टर गब्लिन भयो, गब्लिन डट हेल्थ भयो, अब गब्लिनको डट नाम हालिदियो, डट नाम नहालौँ मैले, हामी के गरौँ भन्दाखेरि एसटिडी काउट सी आउट भन्छ हाम्रो, म काउट कहाँबाट बानी परिहाल्यो काउट भन्ने, यसलाई सी आउट भन्छ, अनि सी आउटलाई लेख्ने अनि यसपछि यसलाई गर्ने के गर्ने भन्दाखेरि इन्टर योर नेम, इन्टर योर मोन्स्टर नेम भनेर लेख्ने होइन, यसले गरिसकेपछि यो गर्ने, यो पनि लगाइदिउँ अनि त्यसपछि एसटिडी अनि सिआइएन लेखौँ, यसमा के हाल्ने भनेछ, यसमा नेम नेम हालिदिउँ होइन, अनि एसटिडी सी आउट लेखौँ, सी आउट द नेम अफ मोन्स्टर इज भनेर लेखेपछि हामीले यसलाई प्रिन्ट गराइदिउँ, कसरी भन्दाखेरि नेम, अब यहाँ मोन्स्टर डट नेम लेख्नुपर्छ कि नेम लेख्नुपर्छ त्यो अब थाहा हुन्छ, 1 मिनट, रिटर्न 0 त्यो मैले भनेकै थिएँ, रिटर्न 0 सुरुमै लेख्नुपर्छ बिर्सिन्छ भनेर, एज अलवेज यस्तै नै हुन्छ, आखिर मैले यहाँ नेम लेखेको छु त्यसैले यहाँ नेमै लेख्नुपर्छ भन्ने छ मलाई, किनभने म पनि लर्नरै हो, म यसो बिर्सिहाल्छु क्या, अनि त्यसैले रन हेरौँ, रङ आयो भने त्यस्तो हुँदैन होइन, रङ आएन भने हुन्छ भन्ने बुझ्नु पर्यो। अब किन यत्रो टाइम ल्याङ्ग्वेजै चुज गरेको छैन त, त्यतिकै म यत्तिकै बस्छु क्या, यहाँ यत्तिकै बस्छु, त्यसैले हो, त्यसैले कम्पाइल रङ भयो, के रङ भयो, सिन नेमै रङ भयो होइन, नेम रङ भएपछि यसलाई डट हालिदिउँ न यसरी, अब ठिक हुन्छ कि हेरौँ त, यसरी माइन्ड गर्ने होइन, यो लर्निङ फेजमा यस्तै हुन्छ, के भएको के रङ छ, श्री सेन गब्लिन डट नेम होइन, के चाहिएको छ र, यो क्लोज पनि गरेको छु होइन, यो पनि भएको छ, मोन्स्टर गब्लिन गब्लिन डट हेल्थ यति होइन, अनि गब्लिन सी आउट इन्टर योर नेम समथिङ, यस्तो रङ त नहुनु पर्ने, नेम मात्र हाल्दा पनि होइन। अब यहाँनिर चाहिँ गब्लिन डट नेम हाल्नु पर्ने रहेछ, त्यति चाहिँ बुझ्नु है, मैले सुरुमा ठिकै गरेको रहेछु अनि फेरि के गल्ती भयो ठिकै छ, अनि सबै थोक अब अहिलेसम्म चाहिँ ठिकै छ, अनि त्यसपछि
त्यसपछि के गर्ने भन्दाखेरि स्ट्यान्डर्ड यो भयो नि, अब यसलाई प्रिन्ट गरिदिने एसटिडी सिआउट सिआउट होइन। अनि अब यसलाई द नेम अफ द मोन्स्टर इज समथिङ। अब के हाल्न मन लाग्छ होइन त्यही हाल्नु। अब मैले यो एलाइन गरिराखिनँ, तल झर्छ फेरि। अब यसको मोन्स्टरको नाम के छ, गब्लिन डट नेम हालिदिउँ होइन, यहाँ आइरहेछ, हालिदिउँ। अब यसलाई बन्द गरिदिउँ। अब यो चल्नु पर्ने हो, हेर्नु अब what the hell, फेरि के भयो? ए गाब्लिन लेखेको छु गाब्लिन त हुँदैन त, गब्लिन हुन्छ, सरी होइन। अलिकति छिटो लेख्दाखेरि यस्तै हुन्छ क्या, हामीले एउटा एउटा चिज सिकाएर यस्तै जानुपर्छ। अब मन्स्टर नेम भनेर आयो, जस्तै मन्स्टर नेममा मैले अब डार्की लेख्थेँ होइन। अब त यो नेम अफ द मन्स्टर इज डार्की। सिमिलर वेमा हामीले के अरे यो क्लास हिरोको पनि गर्न मिल्छ। जस्तै अब यो त देखाउनु पर्दैन होला त हौ, त्यही पनि अब देखाइदिउँ। हिरोको हिरो अब्जेक्ट, अब यो त्यसमा हुन्छ हिरोको बारेमा होइन। अब यसलाई पनि त हिरो, अब नाम के राख्ने हिरोको, जस्तै प्लेयर राख्थ्यौँ होइन, प्लेयरको हो नि त, प्लेयरैले खेल्ने हो नि त। अब प्लेयर डट नेम, अब यो त हेरी हेरी पनि गर्न सकिने कुरो हो। मैले के लेखेँ मैले, छ्या, यो हेरी हेरी पनि गर्न 1000 राख्दिनु अरे होइन। यसको हेल्थ अब आफ्नो मन निजे राख्दिनु पनि स्याउ। यो एकदम निटली गर्ने ट्राई गर्नु होला, नभए कोड केही पनि बुझिँदैन यसमा, निटली गर्ने ट्राई गर्नु होला होइन। गर्दाखेरि इन्टर यो नेम ट्राभेलर हिरो, अब के छ तिम्रो नाम होइन, हाल त भनेर भनेको हामीले हालिहाल न, हालिहाल होइन, के हो तिम्रो नाम होइन। अब गरेको छ भने अब न्यू मान्छेलाई अलिकति कन्फ्युजिङ लाग्ला क्लासेसहरू, बट त्यति कन्फ्युजिङ छैन। अब फेरि पनि बुझाइदिन्छु एकपल्ट होइन। अब एसटिडी सी आउट भएपछि एसटिडी सिन युज गर्नु पर्यो हामीले, सिन होइन सी इनपुट भन्छ त्यसलाई होइन, इनपुट चाहे लिने भनेर भनेको हो। अब यसलाई हिरो डट नेम लेख्ने, किनभने माथि यहाँ हेर्नु, यहाँनिर हामीले नेम गरेको छौँ हामीले यहाँनिर। जस्तै हामीले एनएमई एसएसएस गरिदिएको भए यहाँनिर पनि एसएसएस लेख्नु पर्छ जहिले पनि। यति यति चाहिँ बुझिराख्नु है, यो चाहिँ एकदम इम्पोर्टेन्ट हो। नेम्स लेख्नु पर्छ क्या, यहाँ पनि नेमै लेखेको छु फेरि, कस्तो मजा हेल्सको ठाउँमा फेरि रङ हुन्छ। अहिले अहिले कमेन्टमा गाली आइसक्छ मलाई होइन। अब सिन गरेपछि एसटिडी सी आउट युज हुन्छ प्रिन्ट गराउनको लागि, अभियसली सबैलाई थाहा छ। यतिसम्म हेरेको छ भने त सी आउटको त थाहा छ, सी आउट भनेको सी आउटपुट हो क्या, अनि सिन भनेको चाहिँ इनपुट लिने हो, यो चाहिँ बुझ्नु होइन। अनि अब त्यसपछि के हुन्छ, द नेम अफ माई हिरो होइन होइन, द नेम अफ द नेम इज भनेर कस्तो दामी सुन्नु, द नेम इज समथिङ हालिदिने क्या, जस्तै बिचमा हालिदिने। जस्तै हिरो डट हामीले अब नेम्स हाल्यो नि, तिनवटा एस छ होइन, तिनवटा एस छ। अनि यहाँनिर यो छ नि, यो ब्राकेट अलिकति ग्याप पनि दिनु होला, नभए टाँसेर आउँछ क्या, त्यो साह्रै झ्याउ हुन्छ त टाँसेर आएको देख्दा, मलाई त रिस उठ्छ त्यो टाँसेको हेर्दै। त्यसैले अलिकति ग्याप दिनु आइहाल्छ, टेन्सन छैन त्यसमा त। द नेम इज यो होइन, लेख्दिउँ न, औराको लागि औरा त छँदै छैन, त्यही पनि लास्टमा यो लाइन चेन्ज गर्ने हालिदिनु, नभए गजाङ गुजुङ हुन्छ, दिमाग खराब हुन्छ है, सिधै भनिदिएको छु मैले। मैले गर्दाखेरि चाहिँ अब राइटै आउनु पर्ने हो पनि। अघि चाहिँ के गडबड भएको त मलाई थाहा छैन है, त्यो अघि के भएको त खोइ रहनै भएन त। फेरि फेरि एरर आयो, हिरो डट नेम्स के एरर आयो यसमा। ए हिरो होइन त, प्लेयर पो हुन्छ त, सरी सरी सरी, हिरो हुँदैन।
म माथिको हेर्दिनँ कि त्यसैले यस्तो हुन्छ क्या। यहाँ पनि हिरै लेखेर आइछु फेरि। छ्या, प्लेयर डट नेम्स हुन्छ है। अब यसलाई अब चाहिँ फिक्स चाहिँ 100%, मैले भनेको थिएँ नि फिक्स चाहिँ 100% भनेपछि त निक्लिन्छ हो जसरी पनि। अब के राख्ने हिरोको नाम, अब आफ्नो राख्दिनँ भाइ, कमेन्ट हान्नु के राख्ने हो अब। अब बिस्तारै बिस्तारै यस्तै यस्तै गर्दै गर्दै ठुल्ठुलो प्रोजेक्टमा जानुपर्छ होइन। यस्तै गरी सिक्ने हो, केही हुँदैन। अब राख्थ्यौँ सलिम, सलिम राख्थ्यौँ। ओके ओके, यो लेखिराख्नु पर्ने रहेछ मैले। द नेम अफ द मोन्स्टर इज, ए ए ए यो एकै लाइनमा आइहाल्यो होइन। सिट 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 सिट। अब यार एक त यो स्टप नगरिकन यो उ गर्नु दिँदैन क्या, फेरि लेख्न दिँदैन यहाँनिर। Maybe the oxygen is all we need. फेमस भएको छैन नि यो गाना। के छ सुरुमा यसको नाम के राखेको थियो अघि, मैले बिर्सेँ। के थियो, ड्रागन राख्थ्यौँ यहाँ। कसले सम्झिरहन्छ त्यो हावा। द नेम अफ मन्स्टर इज, फेरि यो दुई दुईपल्ट किन ब्रेन्ड भइरहेको। सिनेक्सन हेर्नु पर्यो मैले अब। ए केही होइन रहेछ त्यस्तो, रङ भएको होइन कोड होइन, अलिकति टाइपो रहेछ यहाँनिर। अब यो पार्टमा हामीले एउटा यो हालिदिउँ भने लाइन चेन्जिङ के अरे कमान्ड, अब यसमा हालिदिउँ भने अब स्मुथली रन गर्छ। अब रन गराइ पनि हेरौँ न अब के चाहिँ हतार छ र। मैले चाहिँ यो होइन कोडिङ वेबमा गरेको, त्यसैले यसले आउटपुट दिन अलिकति डिले गर्छ। त्यो चाहिँ मलाई कतै मन पर्दैन, किनभने सी प्लस प्लस भनेको फास्ट ल्याङ्ग्वेज हो, यसलाई फास्ट आउटपुट दिनुपर्छ। बट अब अर्कोपल्ट चाहिँ भिएस कोडमै गरौँला, झ्याउ लाग्छ क्या मलाई त्यो। अब खोलिराख्न म आउँछु, टक्क बस्छु, ल्यापटप लिन्छु, बसिहाल्छु क्या। त्यो खोपडा खराब गर्दै गर्दैन म सिधा। अब यसमा लेखौँ, अब के लेख्ने। ड्रागन थियो क्या र अस्ति अघिल्लो पल्ट। The name of the monster is Dragon 7, enter your name traveler or hero भनेर आइहाल्यो। अब यसलाई लेख्छौँ न, अब के लेखौँ, हिरै लेख्छौँ। के जान्छ, हिरो नलेखौँ झ्याउ हुन्छ। के लेख्ने, फ्यान लेख्छौँ, टेबल फ्यान। मैले यो किन छुट्याएर लेखिनँ भन्ने चाहिँ मैले अघिल्लो भिडियोमा भनिसकेको छ है। यो छुट्याएर मैले किन लेखिनँ भन्दाखेरि, अब त्यो अघिल्लो भिडियो हेर्नु अब थाहा छैन भने त्यो फर्स्ट भिडियो हेर्नु न मेरो। अब टेबल फ्यान, अब यो टाँसेर आउँछ भनेर मैले भनेको थिएँ नि। टाँसे झ्याउ हुन्छ क्या, हेर्दै रिस उठ्छ मलाई। अब आफै मिलाउनु पर्छ, यहाँ अलिकति ग्याप दिने। यहाँ ग्याप छँदैछ, अब फेरि यसलाई यस्तो गऱ्यो भने, रन गऱ्यो भने आइहाल्छ। त्यसमा त खासै केही टेन्सन छैन। अब फेरि अब के लेख्ने, मोन्स्टरको नाम ड्रागन होइन थियो होइन। अब टेबल के ताप्छु, फ्यान, टेबल फ्यान लेखौँ। हो द नेम इज टेबल फ्यान, डु यु अन्डरस्ट्यान्ड। हो राइमै भएछ त दामी। ल अब अर्को भिडियोमा अब केहीको बारेमा चाहिँ कुरो गरौँला, हेरौँ न। अर्को भिडियो छिट्टै हाल्छु, बोल्नै हाल्छु होला, हाल्यो भने जाँगर चल्यो भने। ल बाई बाई।